नमस्कार, आज हामी दोलरघाटमा सुटिङमा छौँ हैन। मेरो साथमा को हुन्छ भने तपाईँ देख्न सक्नुहुन्छ। एकछिन पस्नु त। मेरो साथ त हुनुहुन्छ देउरानी सिरियलका चर्चित पात्र के अरे हाम्रो नाम सीता, साथमा उहाँको अर्को रूपा पनि हुनुहुन्छ। हाम्रो रूपा नयाँ सिरियल आइसकेको छ, मतलब आउँदैछ। दोलरघाटको सिन छ, दोलरघाटमा छ हामी। मेरो पछाडि अगाडि जाँदै हुनुहुन्छ धरानबाट आउनुभएका चर्चित हाम्रा क्यामेराम्यान दुर्गा श्रेष्ठ, मेरो साथमा राधे भाइ हुनुहुन्छ भने साथमा बहिनी मिना रुम्बा अर्थात् देउरानी कान्छी पनि रहेको छ। हामी कहाँ जाँदैछौँ सर? हामी जाँदैछौँ अहिले नदीमा पौडी खेल्न। ल ठिक छ, हामी नदीमा जाँदैछौँ होइन। हामी यस्तो बाटोमा छौँ, यहाँ छ खोला। मभन्दा पछाडि आउँदै हुनुहुन्छ देउरानी सिरियलका राम अनि दिया होइन, तपाईँहरू उहाँ देख्नुहुन्छ। हेलो हेलो, हामी कहाँ छौँ अहिले? चितवनको त्यो हामी ठुलो नारायण खोलामा छौँ सुटिङको लागि आएको। हैन मनाङ मुस्तामा छ नि, उहाँले मलाई लान्छ भन्नु मनाङ मुस्ताङ। तल यहाँबाट तपाईँको चाहिँ अब के अलिकति हामी बुडोल भैरव पुग्ने छौँ, त्यसैले हामी हिँडेका छौँ। अहिले चाहिँ हामी त्यहाँ छ, अब खोला नजिक पुग्यो, ठुलो खोला छ नारायण खोला। नारायण हो क्या यो? त फनी त हो नि। We are just fun guys. We are now स्टेट दोलरघाट अनि त्यो बुद्धको मन्दिर। यहाँ बुद्धको मन्दिर बनिरहेको छ। यो नारायण घाट चितवन चाहिँ पुरै राम्रो रहेछ होइन। खोलादेखि चाहिँ पुरै नारायण खोलाको तिरमा हामी जाँदैछौँ। तीर छ यहाँ, त्यो घर नजिकै। मेरो भाइ एसिस्टेन्ट भाइले खिचिरहेको छ, उसको काम चाहिँ म जहाँ गएर मलाई खिचिरहनु पर्ने हुन्छ। त्यो टोइलेट जाँदा पनि ढोकासम्म खिच्छ। हामी यस्तो बाटो जाँदैछौँ गाइस। डर लाग्छ बुढो छ त्यो बुढो त्यो राति के थाहा पर्या त समात्ने छ। ए देवती दिदी कहाँ हो तपाईँ? हम शूटिंग में आ रहे हैं बगल में वहाँ जा रही है। मेरो आदित्य फिल्म्स युट्युब च्यानललाई तपाईँ के भन्न चाहनुहुन्छ? सब्सक्राइब, लाइक, कमेन्ट, शेयर भिडियो। ओके ल, ओके। खोलातिर के गर्न आउँछ पुरा परे होइन नि, अचानक परेर मात्रै हाम्रो जम ए रात परे लु जम। हाम्रो त एक हैन ल यस्तो बाटो छ गाइस। यसरी हामी आउँदै दोलरघाटको यहाँ छ दोलरघाटको बगर होइन, तल खोला बगिरहेको छ। यता सुन्नु। हेलो हेलो, सबै धरेको देखाउ न। अर्को चिच्याउँदै आऊ है, यहाँ क्यामेरा गाडी पालै पाला जाउँ चिच्याउँदै। महेश्वर हजुर 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 यस्तो गाडी वास्तवमा उहाँ चाहिँ देवती दिदी चाहिँ मेरो आफ्नै जिल्ला, एउटै जिल्लाको होइन, जिल्ला हैन गाउँै एउटै गाउँको दिदी हुनुहुँदो रहेछ। खुसी लाग्यो दिदीलाई भेटेर। दिदी तपाईँलाई चाहिँ मलाई भेटेर कस्तो लाग्यो? एकदम खुसी लाग्यो, एकदम सबैलाई माया गर्ने, रेस्पेक्ट गर्ने, इज्जत गर्ने, काममा इमानदारिता सधैँ यस्तै रहिरहनु है भाइ। ओके दिदी, ल अहिले यति है त। ओके, हामी यहाँ बगरमा आइसकेका छौँ। उता छ दोलरघाटको पुल। खोला त्यहाँ छ दोलरघाटको है।